ल गाइस यो चाहिँ खाँदबारी बजार रहेछ। तर जे होस् मजा लाग्छ यस्तो बाटो। अङ्कल भोजपुर हो यो? हिलोहरूको चाहिँ बजारै छ यहाँनिर। हेट ला 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 ए पहरा भएको बाटो। यो मङ्गटादेखि माथि सिरानको बाटो हो। हेलो गाइस, स्वागत छ मेरो च्यानल एसबी भ्लग फर अनि न्यू भ्लग गाइस। अनि आज भने चाहिँ अर्को भ्लग गाइस। अनि आजको भिडियो चाहिँ मेरो यहाँदेखि सुरुवात छ, नेपालदेखि दार्जिलिङको फर्स्ट एपिसोड। सो गाइस मसँग चाहिँ अहिले निनी हुनुहुन्छ र अब भने चाहिँ म यहाँदेखिको फुल अफरोड छ। मेरो सरसामानहरू बोकेर म जस्ट घरबाट निस्केको, आमा र म हुन्छ। सो त्यही होला, इन्जोय गर्नु होला। फुल भिडियो चाहिँ अफरोडिङ हुन्छ गाइस आजको फर्स्ट एपिसोड चाहिँ। ल अब भने हामी चल्ता हौँ। ल बाई बहिनी। बाजे ल निनी एकदम ल। अब यहाँ चाहिँ गाउँदेखिको अब मेरो सानो आजको ट्राभलिङ भ्लग हुँदैछ। भयो ओके फाइन। लौ त गाइस, अहिले भने चाहिँ हाम्रो यो गाउँबाटको जुन सानो मोडल भ्लगिङ है स्टार्ट हुँदैछ। त्यही हो, खास हिजै जानेवाला थिएँ तर हिजो दिदीले जानु दिनु भएन नि त। ओहो यस्तो बाटोमा त पानीहरू कस्तो खतरा त त्यट। सो त्यही हो, आजको चाहिँ टप अफ रोड हुने भयो। अब रोडमा यो खालको पानी छ होइन। हेटेरिका ग्यास फेरि एकदमै भारी लोड छ। सो त्यही हेटेरिका यो खालको अफ रोडिङ फेरि आइहाल्यो नि त। यहाँदेखि ओह्रालो चाहिँ स्कुल जाँदो रहेछ। हामी जानु पर्यो उकालो। ठट्टेरीको बाटो कि खोइ के हो यो। दिस इज माई भिलेज गाउँ। यो चाहिँ मेरो गाउँ हो, यहाँ तल पर्छ। आराम से जाना पड़ेगा क्योंकि ये रास्ता ना बहुत ही डेंजर। इसँगले कुदाउनु नै क्लच फेड जाला जस्तो हुँदैछ गाँठी। अन्त क्लोज गर्नु पर्दैछ अन्त पुरै हाफ क्लच। भयङ्कर अफ रोड क्या। यो खालको टर्निङहरूमा तेर्सो पनि खन्दो रहेछ। बाटो चाहिँ यहाँ खतरा थियो। हेटेरीको बाटो त बब्बालै रहेछ त। बिचरा बेला बेला आमालाई हिँडाउँदैछु। खतरा छ नि त बाटो, भरे लड्यो भने भनेर। ल गाइस त्यही हो, डेन्जर भिड भएको जग्गा आइपुग्यो। आराम से हिँड्नुपर्ने हुन्छ नि त। बाटो डरै लाग्दो रहेछ होइन। अझै अर्को बाटो फर्किनेवाला थियो तर त्यो बाटो त नि योभन्दा डेन्जर छ अरे नि त। अन्त त्यो पनि डबल लोडमा नहिँड्नु भन्यो। सो त्यही भएर नहिँडिदिएको। फेरि यतातिर जबरजस्ती गर्नु भएन नि त होइन। अब क्लच प्लेटहरू जल्यो भने त यो बाइकको त पाउने कुरो पनि आएन। अर्को कुरा फेरि मेकेनिकहरू पनि पाउँदैन अरे। मेकेनिक बोलाएको मात्रै आएको मात्रै कति हजार हो कि 2000 भन्दै थियो। अन्त बनाएकोसँग त 6-7 हजार लाग्ने रहेछ। अन्त त्यही भएर एकदम
जबरजस्ती चाहिँ गर्नु हुँदैन। यो पहराहरू त कहिले पिच रोड आउने भइसकेछ गाई छैन। अस्ति पनि यो अफरोडै आमा र मैले गर्दै आएको त्यति बेला झन् बाटो नयाँ भएर नचिनेर पुरा घुम्नुहरू पऱ्यो होइन। माई गड वाट ह्यापन रास्ता यार। फेरि यो बाटोमा न गाडी भेट्छ न बाइक भेट्छ न घोडा भेट्छ केही भेट्दैन। ट्र्याक्टरहरू हिँड्छ भन्छ। फेरि ट्र्याक्टर पनि अस्ति त यता त भेटिएन एउटा। ल यहाँ एउटा बाजे चाहिँ भेट्यो। बिचरा बुढो बाजेले दारी काट्दै रहेछ यो पानीमा। कहाँको हो कुनै ल अहिले भने चाहिँ यहाँबाट उकालो चाहिँ ताम्कु जान्छ। अब चाहिँ ओह्रालो झर्नु पर्ने हुन्छ गाइस। यस्तो बाटो छ भने चाहिँ मजा आउँछ कुदाउनु। माटोमा चाहिँ ढुङ्गाहरूमा चाहिँ डर हुन्छ नि त उफार्छ कि। अब चाहिँ एकदम फेदमै पुग्नु पर्ने हुन्छ नि त। बाटोहरूमा चाहिँ लच्छेप्रै पानीहरू चाहिँ होइन यतातिर हुँदो रहेछ। के साह्रो पानी त। यति सोलिङ नगरेको भए चाहिँ फेरि यो बाटोमा चाहिँ बाइक कुद्थेन मलाई। सिमसार रहेछ तर यहाँ चाहिँ ठिक रहेछ। यता बेसी रोप्ने भनेको चाहिँ यही रहेछ। रुद्रसेको बोट चाहिँ धेरै मात्रामा रोपिँदो रहेछ। यस्तो बाटो छ नि। अस्ति जाँदा पनि यस्तो गाह्रो भएको यो उकालो। आज फर्किँदा पनि त्यस्तै सल्लाहघारीको बाटो हेभी छ। एकदम सल्लाह यताबाट उँधो पनि भिर छ यताबाट उँधो पनि भिर। तल पुच्छरै पुग्नुपर्ने हुन्छ बाटो। यो सोलिङले झन् यस्तो डिस्टर्ब गर्छ उफारेर। तर पनि अझै सोलिङ त कस्तो मिलाएर लगाएको हुँदो रहेछ यतातिर। यस्तो माटो भए चाहिँ के हुन्थ्यो नि त ठिक हुन्थ्यो। यस्तोमा चाहिँ साह्रो उफार्दैन नि त। यत्रो भए चाहिँ अस्ति उकालो यस्तो साह्रो परेको यो खालको ढुङ्गाहरूमा। सन्दकपुरतिर हिँडेको जस्तो लागेको नि। बल्ल गाइस पिकअप भेटेँ नत्र भए त गाडीहरू भेटेकै थिएन। ए पिकअप र ट्र्याक्टर बाइक चाहिँ अरू केही भेटिएन। त्यो पनि पिकअप पनि फर्स्ट भेटेको हो। यति डेन्जर हिलो रहेछ। कहाँबाट कुदाउने अब त। बिस्तारै ट्राई गर्छ चिप्लिन्छ कि चिप्लिँदैन रहेछ। गाइस यहाँनिर हेरिरहनु एउटा बाइकको हालत बिग्रेर चाहिँ यहाँनिर एनएस रहेछ। यहाँनिर बिग्रेर छोडिरहेछ यस्तो। अन्त यो बाटोमा त अन्त न घर भेट्छ न ग्यारेज न भक्कु गाडी नै भेट्छ हो। यस्तो जग्गामा अन्त बाइकहरू बिग्रियो भने चाहिँ फसिन्छ नि त। अन्त अलिकति कन्डिसन भएको बाइक लियो भने मात्रै रहेछ। 40 वर्ष भयो है यहाँ बसेको। ग्रेसिना पनि बसेको यहाँनिर। आजभन्दा 30 वर्ष जस्तो अगाडि होला। ल गाइस सङ्खुवा भन्ने खोला रहेछ तल होइन। त्यहाँ आइपुग्न आँटे। बाटो चाहिँ के भने गाइस सुरुदेखि अन्तसम्म नै यस्तो अफ रोड सोलिङको घरि हिलो एउटा दुईवटा घरहरू रहेछ। फेरि यहाँबाट पनि रहेछ भा त्यो बाइक हिँड्थ्यो त्यहाँबाट है। मजाको देख्दैछ त। त्यहाँबाट पनि बाइक त हिँड्थ्यो होला हौ त्यो पुलबाट पनि मेरो हिसाबमा त। यस्तो उयोहरू चाहिँ दामी हुन्छ गाइस। ह्याङ्गिङ ब्रिज चाहिँ सङ्खुवा खोला भन्दो रहेछ। सङ्खुवा मिस्टेक भएर यो पुलमा हो। यो चाहिँ नयाँ रोड पिच उयो बनाएको रहेछ ब्रिज। खतरा रहेछ। त्यो माथि ह्याङ्गिङ ब्रिज पनि चल्थ्यो होला
ल लु 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 ऊ तलको चाहिँ अरुण खोला उताबाट आएको चाहिँ यो हो नि त हो गाइस। अब यस्तो छ नि त रोडतिर पानी हो रोडमा भल छ अन्त उहाँ माथिदेखि चाहिँ हामी झुक्केर चाहिँ अस्ति हामी सिधै उकालो गयो पठायो नि त तर यो उँधोबाट बाटो थिएछ यस्तो छ अन्त रोडतिर पानी अन्त यो चाहिँ धानहरूले गर्दा होला सायद यहाँ माथितिर यो चाहिँ भोजपुर हो गाइस हिलहरूको चाहिँ बजारै छ यहाँनिर हेट बल्ल गाउँघरहरू यसरी देखिन पाइयो रोडी हामी चाहिँ यता गएपट्टि अस्ति यहाँबाट थोरै यता जानुपर्ने रहेछ उताबाट आउँदा लेफ्ट रहेछ तर हामी चाहिँ योबाट चाहिँ यति माथि गयौँ उ त्यो डाँडाहरू त चटचट काटेर गएको हामी जानु थिएछ अब यहाँतिर चाहिँ अलिक गाउँहरू छ अङ्कल यो भोजपुर बोल्छ भोजपुर हो यो तल त्यो एउटा पुल छ नि त्यहाँदेखि त्यो तरिसकेपछि चाहिँ के बोल्छ त्यो त भोजपुर होइन होला यहाँको पुल हजुर यहाँ तल छ नि अनि तपाईहरु चाहिँ कहाँ बस्ने यो ठाउँ नाचिने हामी उता दार्जिलिङबाट आएको नि त कि दार्जिलिङ आएर याफु गएको थियौँ हामी हजुर अन्त त्यो जस्तै त्यो पुल तरेर पारिपट्टि गयो भने त त्यो शङ्खा सबै बोल्छ त्यसलाई कि भोजपुर बोल्छ यो यता एरिया चाहिँ भोजपुर हो हजुर अनि उता चाहिँ शङ्खुवा सभा यो अरुणपारी चाहिँ ए भन्छ त्यहाँदेखि हल्का मात्रै भेट्दो रहेछ भोजपुर चाहिँ है यो उता है ए अनि तपाईँहरू जानु हुँदाखेरि तल पुरा गाडी पुल बनेको छ त्यो काटिके के अरे सतीका काटिके अनि बरु वारी जाने नि हजुर गाडी पुलमा तर्ने तपाईँले भन्नु खोजेको चाहिँ यो जोडोके पुलमा होला है हजुर हजुर भनेको खातबारी जानुपर्ने हामी ए खाटबारी हो भने यही तर्ने यताबाटै हो नि त्यहाँ माथिदेखि उधो चाहिँ भोजपुर हजुर हुन्छ सर त्यो है हजुर हुन्छ ल गाइस यो भोजपुर रहेछ ट्र्याक्टर रहेछ भेट्छ ट्र्याक्टर र पिकअप यहाँ तलदेखि चाहिँ गाइस बाटो छैन यो खालको गाल्टाङ गुल्टुङ छ कि त्यो गाह्रो परेर कुदाउनु फेरि आज बाइक एकदमै लोडेड भइरहेछ कि गोटे नि अब यता चाहिँ हामी यो जस्तै यो ह्याङ्गिङ ब्रिज छ यो ह्याङ्गिङ ब्रिजलाई हामीले बाइकमा तारेपछि चाहिँ टक्कैसँगले अब गाडीबाट यहाँसम्म मात्रै आउँछ यहाँदेखि उता चाहिँ गाडी तर्दैन नि त साखी घाट अरे गाइस यो होइन ल अब चाहिँ मैले उत्रिनु त आमा ल गाइस है यहाँ आइपुगेँ हामी यहाँ छ होइन र त्यही हो बाटो एकदमै डेन्जर एन्ड खतरनाक बाटो रहेछ होइन अन्त यो पुलमा बाइक तार्नुपर्ने हुन्छ त्यहाँदेखि सामान बोकेर यहाँ ड्रप गर्छ यसरी सामान छोड्दो रहेछ त्यहाँदेखि फेरि यहाँबाट गाडी उता जान्छ गाउँमा अन्त अब यो तर्नुपर्ने हुन्छ यो पुललाई होइन बाइकमा ल गाइस अब भनेपछि हिँडेको दुई रहेछ बाटो है अब चाहिँ बाटो खतरै छ उता पनि तर चाहिँ होस् मजा लाग्छ यस्तो बाटोमा बाइक कुदाउनुको मजा चाहिँ अर्कै छ हल्का डिसब्यालेन्स हुँदो रहेछ होइन तर खतरा चाहिँ खतरा रहेछ तर अलिकति डिसब्यालेन्स हुँदो रहेछ नि त गाडी कुदाउँदा यहाँनिर रोक्नु हुँदैन रोक्यो भने प्रब्लम हुने रहेछ ओहो यता आउनु न थु खतरा छ अन्त ल गाइस अब यहाँ हिँडेको सिनै पसिना हुने रहेछ गाइस यो बाटोले यो टर्निङहरू पनि हेभी नै छ जोरका झट्कावालै छ यो भनेको आमाले है
ल हौ लु उत्रिनु त आमा यस्तो छ गाइस है यहाँ त आमालाई पनि उतार्नु पऱ्यो एक्लैमा त सजिलो हुन्छ कि दुईजनामा चाहिँ फेरि थाम्नु साह्रो पर्छ नि त बाइक कोल्टे भइदियो भने ल आमा चाहिँ बिचरा हिँड्नु पऱ्यो हिँडाउने इच्छा त थिएन तर पनि अब रिक्स उठाउनु हुँदैन नि त्यस्तोमा भरे लडेर आउनु न बिस्तारै चढ्नु भयो बब्बल राइट है गाइस यो चाहिँ तेरिका फेरि बेलुका पानी परेछ नि त यो रातो माटो त्यही भएर हल्का यहाँबाट उता गइ पठायौँ हामी अस्ति यहाँदेखि उतापट्टि अस्ति गइ पठाएर त्यहाँदेखि चाहिँ अलिक गाडीहरू पनि चल्छ तर माथितिर पनि खतरै छ गाइस बाटो चाहिँ अहिले भनेको आज भन्दाखेरि 32 वर्ष अगाडि आएको रहेछ आमा त्यो टाइममा त रोडहरू पनि थिएन अरे हिँडेर यो बाटो हिँडेको रहेछ नि त जे होस् रमाइलै हुन्छ ओ शिट बाटो चाहिँ सुपर डुपर नै हो अब उमादेखि चाहिँ यस्तो टेन्सनमा लागिरहेछ गाइस बाटो खत्तम छ माथिदेखि चाहिँ अरूभन्दा पनि बज्रीहरूतिर चाहिँ साह्रो पर्छ यो बाइक हिँड्नु अरू बाइक जस्तो हिँड्दैन बज्रीमा हालको यो हालको अफ रोडिङहरू छ अब आम्मामामामा ल चिउ चिउने खालको अफ रोडिङहरू छ अन्त हिलो काण्डा यहाँ पनि खतरा भएछ गाइस हिलो यहाँ हिलो चाहिँ मलाई च्याप्पै पक्रिनु है आमा ल फेरि भुइँमा झर्ला नि भुइँमा झर्ला है मजाले पक्रिनु है यस्तो हिलो रहेछ गाइस के भन्ने बाटो यता पिच हुँदै आउँदैछ पनि तर अब टाइम चाहिँ लाग्छ होला अझै पनि यही भनेको गाइस यहाँदेखि चाहिँ हामी लेफ्ट जानुपर्ने हुन्छ यो जस्तो लाग्यो बाटो होइन अन्धकार भएपछि ढाडे बिर्द है यो अन्त बाटोमा चाहिँ यस्तो डेन्जर पानी पसेर चाहिँ बाटो यहाँ खासमा पहिरो गएको रहेछ ल जुत्तै भिज्यो रड्डी हो गया रे भाई ब्लॉक है ब्लॉक ल ल ल ल ल ल बाटो खतरा रहेछ खतरा 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 छ भन्छ जग्गा भन्ज्याङदेखि माथि ल गाइस यो चाहिँ खाँदबारी बजार रहेछ खाँदबारी बजार चाहिँ यसो छ है गाइस
मजाले बजार लागिरहेको रहेछ खाँदबारी बजार सानो छ सडक्क छ बोजूहरू नहेरी हिँड्छ नि त आज त बजार लाग्दो रहेछ शनिबार खाँदबारी बजार पनि डुल्लियो अन्त यो माथिको त ल गाइस अहिले भने ट्याक्रेक्कै के अरे आमा अब भने चाहिँ हाम्रो जिना बहिनीको घर पुग्यो जिना बहिनीको रुम चाहिँ यहीँ माथि छ सो त्यही हो